जोखिमपूर्ण क्षेत्र प्रवेश निषेध। अरे अलरेडी छिर्ने ठाउँ पठाइसक्यो के मान्छेहरू। यहाँबाट मजाले जान सक्छ। टिकट 2 जनाको 200 रे। अरूहरूको 6 प्याक कमिङ सुन हुन्छ, मेरो चाहिँ ट्राइसेप कमिङ सुन। हाई, वेलकम टु माई ब्लग। आज चाहिँ हामी सुन्दरी जलाएको है, पानी परिदिरहेको क्या, त्यहाँ पनि छाता ओढेर हाइकिङ। आज हामी हाइकिङ जानु लागेको। त्यहाँ माथि एउटा ड्याम छ, सुन्दरी जल ड्याम, त्यहाँसम्म पुग्छौँ। म्यापमा देखाउँदाखेरि लाइक हामीलाई 49 मिनट लाग्छ भनेको छ है। 2 किलोमिटर मात्र छ अरे। हेरौँ त्यहाँ भन्दा नि माथि जान सक्छौँ कि। अहिले चाहिँ पानी पऱ्यो, अब आज पानी पऱ्यो पनि छाता ओढ्दै अब हाइकिङ सुरु। एन्ड वाटरफल। म यहाँ चाहिँ आजभन्दा 9-10 वर्ष अगाडि आएको थिएँ है। त्यसपछि म एकचोटि नै आएको छैन। ठाउँ चाहिँ राम्रो रहेछ। अब भोलि पर्सि फेरि आउनुपर्छ है एकचोटि। यो पानी एकदमै खोलाहरू सुकिरहेको छ नि त अहिले, खोलाहरू भए बेलामा। ओके, लेट्स कन्टिन्यू आवर जर्नी। यो बाटो बनाएछ हो, यो बाटो पहिला थिएन नि यस्तो, मलाई अलिअलि याद छ क्या। यो पाइप सँगसँगै हिँड्ने हो क्या। दिस इज टिकट 2 जनाको 200 रे। अनि त्यहाँनिर एन्ट्री पनि गरायो। एन्ट्रीमा चाहिँ हाम्रो नाम सोध्यो, कहाँबाट आएको, फोन नम्बर सोध्यो। मेबी यहाँ जङ्गलमा अब यस्तो जङ्गल छ नि त, अनि जङ्गलमा चाहिँ यो बाघ भालुले के गर्न सक्छ भनेर होला। अनि माछा मासु लान बनाएर त्यहाँ 200 को टिकट। हामी नि मासुकै पिस हो। यसले बोल्छ प्याच बिचमा। छिटै जाउँ न। माछा छ क्या हो यहाँ? पानी परेर भिजोक भइरहेको छ, भिजोक। धन्न यो छाता चाहिँ हिँड्ने बेलामा नाइराले छाता लानु, फेरि पानी पर्छ भनेर मैले याद चाहिँ हालेको छु छाता। नत्र मेरो हाल्ने केही प्लान थिएन छाता त। त्यो पानी पर्ला जस्तो लाग्दैन। बिहान त पानी पर्ला जस्तो नि भएको थिएन। अब यहाँ मन्दिर सुरु भयो है, मलाई याद छ कि यहाँ मन्दिर छ भनेर। Amazing. कस्तो यहाँ फोटो खिच्नु? कहाँदेखि आएको छ? अहिले आउँदाखेरि यही बाटो आउने हैन? रमाइलो हुन्छ त्यहाँपछि त। जुगा पनि राख्छ होला यहाँ त। खै त्यो पो डर छ त छुट्टै जुगाको। जोखिमपूर्ण क्षेत्र प्रवेश निषेध। अरे अलरेडी छिर्ने ठाउँ पठाइसक्यो के मान्छेहरूले। यहाँबाट मजाले जान सक्छ।
नेपाली आएपछि हल्का रमाइलो त गर्नु परिहाल्यो नि अनि रमाइलो भनेर अनि त्यत्रो जोखिमपूर्ण क्षेत्र भनेर लेखेको छ अनि रमाइलो नै त्यही हो क्या जहाँ नजाऊ भने चाहिँ त्यही होइन रमाइलो नै त्यही हो जहाँ नजाऊ भने चाहिँ त्यही जानै पर्यो पानी परेर चाहिँ ल्याङ भयो क्या आज तल भन्दा त यहाँ अलिकति गाह्रै रहेछ हिँड्नु है तर म पहिला आउँदा जस्तो थिएन त नेचरमा यो भएन यो हामीले त भ्लगलाई ढिसै हानिदिएको खालि फोटो खिच्दै हिँडेछ ड्यामसम्म आइपुग्यो अब हामी यहाँ माथि अब हल्का होटल सोटल छ अरे भोक त लागेको छैन है त्यो अघिकै डाइजेस्ट भएको छैन अब सक्यो भने अझ त्योभन्दा नि माथि टपसम्म जाने सोच्दैछौँ हामी अहिले मौसम चाहिँ एकदम क्लियर छ एकदम है जङ्गलै त्यो बिचमै रहेछ कि यहाँ अब धाप ड्याम चाहिँ आज नहटो कति 6.4 किलोमिटर भयो यो धाप ड्याम नेक्स्ट टाइमको लागि आज त सकिँदैन आज एकदम छोटो मिठो हिजो मैले फेरि लेगको वर्कआउट गरेको थिएँ मलाई एकदम गाह्रो भइसक्यो खुट्टा दुखेर यहाँसम्म त आइपुग्यो राम्रो छ ठाउँ त यत्रो उकालो हिँड्यो लास्टमा त यस्तो राम्रो रोड त देखिरहेको क्या यो रोडमा त दङ्ग परिरहेको छ यहाँ गर्मीको बेलामा चाहिँ हाइकिङ जान नसक्ने नै रहेछ हेलो अब फर्किँला हो गाह्रो भयो भन्दा नि अब यहाँबाट माथि धाप ड्याम भनेर लास्ट टाढा रहेछ अब आजको लागि यति नै घर पनि जानुपर्छ पछि अलिक धेरैजना भएको बेलामा धेरैजना अब साथीहरू सब ग्रुप भएको बेलामा चाहिँ फेरि आउनु त्यो ठाउँ फेरि आउँछु म अब ओर्लिने बेलामा चाहिँ यो यस्तो दुख्छ नि यो आउँदाखेरि त ठिकै हो ओर्लिँदा चाहिँ एकदम ध्यान दिएर बिस्तारै स्लोली नत्र सबै भोलि निकाल्छ भोलि गाह्रो हुन्छ भएको ट्राई अरूहरूको 6 प्याक कमिङ सुन हुन्छ मेरो चाहिँ ट्राइसेप्स कमिङ सुन बाइसेप्स मैले गाए भएर नि हो नि कहिले कहिले यस्तो हुन्छ क्या एउटै गीत होइन दिमागमा घुमिरहन्छ कि आफू खुट्टा लाग्यो अघि यहाँ त हामी त डेन्जर पानी परेर छाता ओढ्दै हिँडेको खुट्टा दुखिरहेको छ है अब चाहिँ यो उकालो जाँदा चाहिँ सजिलो रहेछ ओह्रालो आउँदा त कस्तो गाह्रो हुने त्यही भएर हामी त्यस्तो बिस्तारै एकदम स्लोली हिँडिरहेको छौँ त्यस आजको हाइकिङ पनि सक्यो अब धेरै छैन आउने बेला भइसक्यो रोड त्यस हामीले स्कुटी राखेको न अब त्यहाँबाट भाइको घर जाने आज सायद एउटा दुईवटा गीत पनि गाउँ न एउटा त गिटार बजा
एउटा दुईटा गीत पनि गाउँ इन्जोय गरौँ दिउँसो अनि म 4 बजेतिर मात्र जान्छु होला आज अब चाहिँ एनर्जी अलिअलि कम भयो कोही अल्छीको बुझ्नु छ नि पढाइसकेको छैन ओह्रालो गाह्रो ओह्रालो जाउँ हेर आमा यस्तो दामी ओह्रालो ओके ट्रिप पनि भयो आजको सानो छोटो मिठो म लोलाङदेखि बौद्धसम्म आएँ त्यहाँबाट फेरि यसलाई फोन गरेर यसले स्कुटी लिएर आयो स्कुटीमा यहाँबाट आई थिङ्क 10 मिनट लाग्दो रहेछ जस्ट त्यतिमा अनि हामी हिँड्यो हाइकिङ गयो रमाइलो भयो कत्रो पानी आएको छ त्यहाँ माथितिर बाढी आएको जस्तो लाग्यो अब त्यहाँ राखेको छ हाम्रो स्कुटर त्यता लिने घर जाने खानासाना खाने रेस्ट गर्ने अनि बेलुका 4 बजेतिर जान्छु म ओके बाई सी यु नेक्स्ट भ्लग When the sun goes down and the moon comes up